विशेष गरी सिन्सा आज आफ्नो दिदी घर जाँदैछन्। के गर्छ सिन्सा? सिन्सा बोल्नु क्या हो? तेर्सै बनाउने हो कि? सिन्सा साई पनि सिन्सा साई आज सारङ दिदीको घर जाँदैछन् सिन्सा। हेरौँ कस्तो हुन्छ त्यहाँको माहौल। सिन्सा साई बादमा लाग्नु यो म्याट पनि खुल्यो नि हो बनाउँदै रहेछ। सिन्सा साई विशेष गरी माघमा जाँदैछन्। सिन्सा ए सिन्सा हेर कहाँ जान लागेको तिमी? सारङ दिदीकोमा सारङ दिदीमा जान लागेको सिन्सा? कहाँ जान लागेको तिमी आज छोरी? सिन्सा हो रमाइन सारङ दिदीको घर जान लागेको हुन्छ हामी विशेष गरेर। सिन्सा साई लगायत हामी तिनजना। सिन्सा त हेर्दै हेर्दैन नि त उता मोबाइलमा। यता के यता मोबाइलमा हेर्नुहोस् भनेको के? बस सिन्सा चाहिँ हाम्रो आजको सिन्सा ड्राइभिङ हुनुहुन्छ। ड्राइभर सिन्सा चाहिँ अगाडि चलाउँदै हुनुहुन्छ विशेष गरेर। के कसो सिन्सा चाहिँ विशेष गरेर सिन्सा चाहिँ हुनुहुन्छ। सँगसँगै हामी सारङ दिदीको घरमा जाँदैछौँ। कस्तो हुनुहुन्छ सिन्साको सारङ दिदीलाई हामी भेटेर तपाईँहरूलाई जानकारी दिनेछौँ। वाउ कस्तो दामी देखेको माथिको मौसम यार। सिन्साले टोपी खोलिदिन यो देखाउनु पर्यो। सिन्सु टोपी किन खोलेको? हाई हेलो। सिन्साले टोपी पनि खाल्दैन नहोला गर्मी भएर हो कि किन हो भन्ने चाहिँ हामीलाई जानकारी भएन। के चपाइरहेछ हो जुम गरेर देखाइदिरहेको छु अझै। सिन्सु विशेष गरी सिन्साले थोरो के गरिन् भन्ने हो कि नै आफ्नै ध्यानमा के सोचिरहेको गाई सिन्साले सिन्सा साईले विशेष गरेर सिन्सा साई आज उहाँको सारङ दिदीको घरमा जाँदैछन् विशेष गरेर। भेट्दैछौँ हामी सिन्सा साई। मौसम अनि सफा छ आज। कस्तो दामी आउँदो रहेछ के चाहिँ भन्दा कस्तो दामी आउँदो रहेछ कि। यताउता पातहरू पहेँला सडकको सडक पनि सजाए जस्तै भएको छ। विशेष गरेर यहाँ सिन्सा साईलाई देखाउन अनुरोध गर्दछु। सिन्सा साई अगाडिको सडक पनि देखाउँ कस्तो झिलिमिली रहेछन्। सारङ दिदीको घर जाने बाटो पनि आयो। बिर्सी पनि हाल्थ्यो त नि।
ठ्याक्क त्यहाँदेखि यता हो त्यो गाडी बनाउने ठाउँबाट पल्लो बाटो हो उल्लो बाटो चाहिँ पल्लो होइन यस्तो गल्ली गल्लीमा सिन्सा खाइ यहाँ गल्ली गल्लीमा आइ त्यसो हुनाले सारङ दिदीको लगभग घरमा आइसक्यौँ सिन्सा खाइ पार्किङ चाहिँ कता पो हो यहाँ त्यही गाडी पनि राख्दिनु नि त होला घर कुन पल्लो कि हो त्यही हो यहाँनिर रहेछ त पार्किङ यहाँ ब्याक गरेर हाल्न मिल्छ कि यहीँ अगाडि राखिदिनु गाडी एकछिनमा गइहाल्ने भने सिन्सालाई देखाउँ यहाँ बिजनेस ओए के गरेको सिन्सो डरमा नि सिन्सो यसलाई नि त अब ऊ हुन्छ कि के हो बमिट आउँदैछ कि के हो मलाई जस्तै ल पासपोर्ट माग्यौँ हामीले सिन्सा ल हेर सिन्साले हेरिराख न यहाँ पासपोर्ट ल खुल्यो है खुल्यो जाउँ 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 खुल्यो ओहो हामी अब सारङ दिदीकोमा होइन होइन ल सिन्सा र सारङको भेट भयो आज अहिले नरौको बेला बनाउनु के त्यही भएर हो जाउँ है पल्लो रुममा जाउँ ओ यहाँ रहेछ ठुलो रुम छ अहिले सारङ दिदीको प्लेन भेटाइन सिन्साले सिन्साले लग्यो नि अब पऱ्यो फाइट यहाँ ल ओए खस्यो सिन्सा समाउ समाउ ल सारङको त सिन्साले खाइहाल्यो उसले लग्यो नि त दुइटै त्यही भएर देऊ दिदीलाई देऊ त्यो फोर्छ सिन्सा यिनीहरूलाई लडाइँ परेको यहाँ दिदी बहिनीको फाइट पऱ्यो है यहाँ हेरौँ कसले सक्छ सारङ दिदी सिन्सा बहिनी उहाँहरूको चाहिँ उमेर 10 दिनले फरक छ के भयो सिन्सा के भयो